साँझ पर्न लागेको छ। चितवन राष्ट्रिय निकुञ्ज नेपालको दक्षिणी भाग मधुरो प्रकाशसँगै राता वनकुखुराहरू देखा पर्छन्, जसलाई अङ्ग्रेजीमा रेड जङ्गल फल अर्थात् इन्डियन रेड जङ्गल फल पनि भनिन्छ। यी वनकुखुराहरू तराईका जङ्गलहरूमा अर्थात् लोल्यान्डका फोरेस्टहरू, जसलाई ट्रपिकल फरेस्ट भनिन्छ, त्यहाँ भेटिन्छन्। यो रातो वनकुखुरालाई घरमा पालिने कुखुराको पुर्खा मानिन्छ। यी वनकुखुराको भाले र पोथीको रङ्ग फरक फरक हुन्छ। भालेको शरीर चम्किलो र रङ्गीन हुन्छ भने पोथीहरू भने साना र खैरा हुन्छन्। उनीहरू बिस्तारै हिँडेर खानेकुराहरू खोज्दै छन्। जब खतराको सङ्केत देखा पर्छ तब तिनीहरू छिट्टै दौडिन्छन् र झाडीभित्र छिर्छन्। जब प्रकाशको उज्यालो घट्दै जान्छ वनकुखुराहरू पनि आफ्नो सुरक्षित बस्ने ठाउँतिर लाग्छन्। हजारौं वर्ष अघि यिनै जङ्गली चराहरूबाट आजको घरमा पालिने कुखुराको यात्रा सुरु भएको थियो।